स्पष्ट छु 40 लाख हस्ताक्षर सङ्कलनको नेतृत्व गरेको चेतनको नेतृत्वमा अब तपाईहरुले संघीय संसदमा एउटा सबल सक्षम व्यक्ति पाउनुहुनेछ। मलाई रविवार पनि शंका छैन, म यहाँ उभिएर मेरो भाइ मेरो सबैभन्दा प्रिय दीपक बोहरालाई तपाईहरु समक्ष प्रस्तुत गर्छु र मलाई विश्वास छ जसरी चितवन 2 का जनताले मलाई निर्वाचित गरेका थिए यसपटक दीपक बोहरालाई संघीय संसदमा त्यसै गरी निर्वाचित गर्न पाउनुहुनेछ। अन्य धेरै कुराहरू छन् किनमा आजको सभामा भन्ला यहाँ मैले हेरे एउटा गाउँमा फस्यो कता देखा अनि खुब बढ्यो त्यसको कारण छ त्यो भनेको क्लिन स्वीप भने हो। क्लिन स्वीपको संकेत हो। त्यसैले यति मात्र भन्न चाहन्छु 21 गतेको दिन विशेष दिन हुनेछ। 21 जना सांसदलाई संसदबाट जबरजस्ती निकालेको परिणाम 21 गते जनताले दिनेछन्। बाँकी आजको सभामा